हेर्न सक्नुहुनेछ गाडी एकदमै जलि नै रहेको छ। अलकत्राको गाडी बजारमा सिज गर्नको लागि ल्याएको गाडी अहिले ड्राइभरले सुरक्षित सहित आग लागि हुँदै गरेको गाडी पनि हाम्रो पशुपति स्कुल अगाडि पाउरोटी फ्याक्ट्री अगाडि ल्याएर यहाँसम्म ल्याएर बजारलाई सुरक्षित गर्न सफल हुनुभएको छ। उहाँलाई एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु। हेर्न सक्नुहुन्छ राजगढ बजार। हो कुना काका কি করে कुन आस लोग भागडोर पुग्यो चेन्ज हुँदै रहेछ अब के आसको इटा के आसको डंगल नहीं आसको डंगल मा करनी पड़े नहीं यो पनि ए हल्दी खाली चुर चुर मोना दे बात लाइन त बस्नु हामीले लागेर बीस मिनट में आए 15-20 मिनट यही गाडी पनि कम्ती स्पिड ल्याएको त अघि कहाँ म त्यहाँबाट थलाउन केमा आएको भनेर फर्किँदै गर्दा त गाडी त प्राय यो अलकत्रा गाडीमा आगो लाग्छ गाडीमा लागेन त्यो ट्रेन भित्र आगै हुन्छ भित्र हुँदैन बाहिरबाट धेरै आपत परेको बाइकवाला मर्न खोले नगरपालिकाको पाइप लेख्नु बुझाउँदै फेरि अब अनि हान्छ नि क्या उनीहरू पनि डराउँदैन के अब साइड लाग्दैन नि अलिकति हेर्न सक्नुहुन्छ दमकल आइसकेको छ। दमकलले चाहिँ अब आगो निभाउनलाई कोसिस गर्नलाई तत्परता छ। हेर्न सक्नुहुनेछ पछि पछि आउन तपाईहरु दमकलको पानी हेर्नु
घाम्न सक्दैन उतापट्टि सर पल्लोपट्टि फुटी त खाइदियो छिटो पानीको त फुटी गाडीवाला आए गाडी ओइ गाडी रोक्न बोल्नु या बाबु सिधा फुलेन क्या त सुन्ने फुले पुगेन त्यहाँ सबै अगाडिको तार भयो रबर हुन्छ
दमकल बुरा है। धेरै दोकान आगो लाग्यो काट्दो गर्छ सबै डढ्थ्यो जहाँ आगो लागेको थियो टङ्की बाँचेको टङ्की गएपछि त यहाँ पनि जखम भइजान्छ एकछिन आउँदा चाहिँ गाडी बस्थ्यो जस्तो लाग्छ बाटो खराब छ नि साला यहाँ आयो फेरि घुम्नु होला गाडी बचाएको क्या यहाँनिर त्यो बुढोको यहाँ लड्यो पुरा काट्यो क्या बचाउँदा त्यो गाडीहरू बिचराले त्यो गाडी छोडिदियो ए जान्थ्यो त्यो घाग्रामै लगेको हो यो गाडी धेरै आँट्यो घाग्रा न त्यो गाडी घाग्रा खोलामा फालिदिनु गाडी बेसी फालिदिन्छ क्या यो
खोला भाल्दा चाहिँ चुलीमा उसले चाहिँ के सोध्यो अरे यहाँसम्म बोल्दा बोल्दा म चाहिँ घाग्रा खोला पुऱ्याइदिन्छु भनेर सोचेको थिएँ क्या यस्तो स्पिड आएको नि यहाँनिर यार पुरै उठेको नि धेरै लाग्यो भने यसले 3 मिनटमा पुऱ्याइदिन्छु कति बोल्छ आज टर्निङमै एउटा घटनाबाट हो त्यहाँ चाहिँ हेर्दा कस्तो स्पिड लाग्यो गाडी यताबाट चाहिँ कसरी उताबाट निकाल्नु गाडी टाउको यताबाट सताउने कताबाट निकाल्नु उताबाट ब्रेक गर्दै गर्दै त पुरै गाडीमा आएको तपाईँले के गर्यो साला अघि ल्याइदिँदै गाडी भाउ आयो ब्यागबाट मैले मारेको गाडी पछाडि आगो लगाइरहेको सबै सामान लिएर मात्रै उठ्नु पर्यो आगो लागिरहेको सामान कति पैसा के को यहाँ मिडियाको लागि यहाँ नहलाउनु है बेसी नै खानु डुबाइदिँदा नि हुन्छ हातै काम गरेन
पनि घुमाइदियो सबै यहीँबाटै ठिक आइरहेछ एउटै ठिक छ त्यहाँ घाम होइन घुमाएर मान्छे पनि यो पुरै नेपालीले हेर्ने भयो तुम तो कैसे खबर सुने आई था सुनो लेबर त सेपो नि दिमाग चाहिँ लगायो होइन यतिको ल्याउनु नै ठुलो कुरा हो जस हामी बजारभित्र सुरक्षित रह्यौँ बजारभित्र कुनै किसिमको मालिकको क्षतिपूर्ति भएन त्यही नै सबभन्दा ठुलो कुरा हो क्या त्यसकारण ड्राइभरलाई धेरै धेरै धन्यवाद अब अन्य चाहिँ यहाँ पनि अब एउटा मानवीय घटना भएन क्या त्यो नै सबभन्दा ठुलो कुरा हो हामी 3 नम्बरवासीको लागि र बारदासी गाउँपालिकाको लागि अप्रिय घटनाबाट आज जोगिनु नै ठुलो कुरा हो आदरणीय दर्शकबिनहरू यस गाडीका हाम्रो चालक हुनुहुन्छ उहाँ र उहाँले कसरी बचाउनु भयो र के गरेर बचाउनु भयो कसरी लाग्यो आग लागि र उहाँसँग हामी सोध्नेछौँ कसरी लाग्यो कृपया आफ्नो तपाईँ कुराहरू राखिदिन सक्नुहुन्छ मेरो नाम नमस्कार मेरो नाम भक्त राजवंशी हो हामी काम गर्न स्टार्टिङ गर्न आँट्दाखेरि जस्तै आगो टिपो टिप्दाखेरि हामीले यसो हेरेको पछाडि भाइ आयो हजुर भाइ झऱ्यो कि झरेन एकपल्ट हेरेँ हेर्दाखेरि भाइ झर्दाखेरि मैले गाडी लिएर आएँ दोकानमा यहाँ आउँदाखेरि एउटा साइकलवाला थियो त्यो साइकलवाला नहुँदाखेरि म अझै पुर्याउँछु पर यानि कि तपाईँहरू अहिले खोलासम्म लान खोज्नु भएको थियो हजुर म त्यतिसम्म खुल्ला ठाउँमा र पनि तपाईँहरूले बजारदेखि यहाँसम्म सुरक्षित ल्याउनु भयो होइन जोखिमपूर्ण यो पनि यात्रा हो तपाईँलाई होइन एकदम तपाईँहरूले सास लिनुभयो एकदम हामी तपाईँहरूलाई धन्यवाद दिन चाहन्छौँ त्यसलाई धेरै धेरै धन्यवाद